लाग्यो मलाई चाहिँ एकदम शान्त वनको भित्र होइन। कस्तो धुलै धुलो यार। यता साइडमा कन्स्ट्रक्सन चलिरहेको रहेछ कि जस्तो लागिरहेको मलाई। टक्क यो भनेको चाहिँ म अहिले ठ्याक्क मिसासागर प्रान्तको उमा बोर्डरमा आयो। मिसासागर प्रान्त कस्तो धुला आयो। Attention, city of Mississauga parking is over here. म आफ्नो एरियामा टक्क यहाँ माथि चाहिँ हाई टेन्सन लाइन छ अनि लकडाउन चाहिँ मजा आउने। यहाँ चाहिँ कहिले मान्छे नआएको जस्तो खालको अझ अफरोड भइरहेको है। म चाहिँ अब ठ्याक्क मेन हाइवेमा आएँ अनि यहाँ चाहिँ लगातार 7-8 पुल छ क्या। एउटा पुल लेट्स काउन्ट होइन त एउटा पुल हाइवेको पुल भयो। यहाँ चाहिँ टक्क साइकलको लागि पुल छ। यो साइडको बार छ नि त्यहाँ यहाँ काठको नेपालको भाइ स्थिति पारामा चलाएर यहाँ चाहिँ यस्तो पुल छ अनि खोला यहाँ चाहिँ टक्कर जोडे हाँसहरू बसिरहेको रहेछ। दुईटा पुल फुलहरू हेरौँ न यहाँ फुल जङ्गलमा फुलहरू हेरौँ न कस्तो दामी यहाँ लाग्नुपर्छ अगाडि मेरो गन्तव्यतिर। हावा पनि लागेको छ अनि मेरो मोबाइल अलिक टाढा छ मभन्दा द्याट्स वाइ मेरो साउन्ड चाहिँ अलि राम्रो आएको छैन होला। डजन्ट म्याटर साउन्ड डजन्ट म्याटर। कुदाउँछु म यहाँमा त लगातार पुल छ हौ। दुईटा पुल भयो होइन 3वटा 4वटा 5वटा 6वटा पुल पनि कत्रो ठुल्ठुलो थियो। 6वटा पुल भयो उता पनि छ। यसो ओपन एरिया टक्क यहाँ चाहिँ पुरानो शैलीमा पौवा चाहिँ के भन्छ म्याप छ यहाँ चाहिँ टक्क लगाएर म्याप राम्रो यस्तो दामी क्या यो छेउछेउको घाँस काटिदिएर होइन यस्तो दामी बनाइरहेको। नाइस चाहियो यस्तै चाहियो नेपाल आमा। म अझ अर्को दामी इन्ट्रेस्टिङ कुरा ल्याउँछु क्या। यो ट्रायल बसेको इन्ट्रेस्टिङ कुरा चाहिँ बेग्लै छ। यो ट्रायल यो गभर्मेन्टले बनाएको ट्रायल होइन क्या। टक्क परबाट आउने बेला अघि नै टक्क नोटिस बोर्डहरू पढेर चाहिने आएको थिएँ म यो बाटोमा। नेपालमा औसिलीको सिजन चलिरहेछ यहाँ पनि यसो झाडीतिर औसिली पाउनु काफल पाउनु आहा कस्तो मजा हुन्थ्यो यार। नेपाल बिर्सिदिन्थ्यो। त्यो रटाउन पनि यताउताको बाटो ठक्क साइकल आइरहेछ भने दिमाग राम्रो छ।
फेरि यहाँ छ कति त पैसा 7 त अघि नै पुगिसक्यो 7 8 9 त्यसले 10 11 12 मेरो आँखाले भ्याएको 12 वटा लाएर फुलै फुल सबै फुलै फुल ठाउँ चाहिँ डरलाग्दो छ यार पुरै जङ्गलै जङ्गल है फुलहरू चाहिँ दामी हो यहाँ चाहिँ टक्क यत्रो ठुलो छ अब यदि कोही यहाँसम्म आएर फर्किन चाह्यो भने उतै जान चाह्यो भने सर र घुमाएर क्यानको सिधा मैले एउटा दामी कुरा देखाउनै गरेँ यार मिस गरिहालेँ त्यो कुरा चाहिँ मिस गर्नु फर्केर गएर हेर्नुपर्छ त्यो कुरालाई आइम गोइङ ब्याक टु नेपालमा चाहिँ हामी चराको गुण खोजी होइन चरा मार्थ्यो होइन यहाँ चाहिँ अब देख्न सकिन्छ त्यहाँ टक्क लाएर अलि अलि पराएर टक्क देखिन्छ होला पार यस्तो जङ्गलको बिचमा होइन त्यहाँ त्यो पहेँलो पर्पल कलरको त्यहाँ चराको गुण क्या मान्छेले बनाइदिएको टन्नै छ होइन तर सबै देखाएको छैन इम्प्रेसिभ सो इम्प्रेसिभ गोर्खे अगाडि बढ्यो पुसै मौसम पनि यस्तो दामी छ के कुरा गर्नु यहाँ चाहिँ अघि म आउनु चाहिँ 2टा साइकलिस्ट गएको थिएँ गोर्खे त छैन होला फेरि अरू सब कुरा ठिक हो अलि यहाँ चाहिँ कन्स्ट्रक्सन चलिरहेको भएर किन हो धुलै धुलो चाहिँ एकदम बढी धुलो लाग्यो मैले ठ्याक्क यहाँ अघि भने कुरा ठ्याक्क हेरेँ है चलाएर हेर्नु पर्छ टक्क यहाँ देख्न सकिन्छ हामीले होइन टक्क लाएर दिस पोर्सन अफ द ट्रेल इज स्पोन्सर्ड बाई कोका कोला बोटलिङ र ब्राम्पटन लोकल बोटलरले चाहिँ टक्क स्पोन्सर हानेको रहेछ होइन यो ट्रेल सरकारले केही गर्नु नै परेन क्या नाइस लड्यो भने स्वर्ग सिधै हेलमेट छैन टी गार्ड छैन हिट गार्ड छैन केही छैन पारा अहिले चाहिँ रोडमा आएको अवस्था लाएर अरू चाहिँ यो भिडियो होइन एडिट पनि नगरिकन केही नगरिकन केही नकाटिकन यस्तै ल्याम्मै हालिदिन्छु
ल्याम्प बताउन जति छिटो पुग्छ होला खुल्यो इट्स माई टर्न गाडीको लाइन त एकछिन 1 मिनट रातो बत्ती बोलेको गाडी फोटो खायो तर यो अफिस आवर नि भयो होला डेन्जर एरिया रहेछ त्यो के भन्छ त्यो पाउँदो रहेछ तर म गएर आइदिएँ मलाई केही भएन लाएर आजको राइड बबाल भयो अब नेक्स्ट विक अर्को राइड अर्को ट्रायल अर्को एक्सप्लोर यो चाहिँ मेरो काम जाने बाटैको छेउमा थियो मलाई जान मन लागिरहेको थियो पहिलेदेखि तर कार्य व्यस्तताको कारण सकिनँ यो चाहिँ सब फेरि चराचुरुङ्गीलाई चारो होला क्या फेरि पुरै लाइटसँग होइन चारो के भनिरहेको छु मैले कार्य व्यस्तताको कारण यो ठाउँमा आउन पाइनँ त्यसैले आज छुट्टीमा चाहिँ मलाई गइदिउँ न त भनेर आइदिया हो दामी मजा आयो आज चाहिँ यो जङ्गलको बिचमा टक्क लाएर पिच गरेको बाटो नेपालीमा भन्नुपर्दा सरर चिल्लो र चाप्लो काहीँ पनि खल्टाखुल्टुक नभइकिनै म सकुशल यो बाटो ट्राभल गरेर सकेँ अब मैले मेरो भिडियोलाई यहीँ अन्त्य गर्नुपर्छ ठ्याप्प लाएर